त्यति बेला पनि उहाँको विवाहको कुरा चलिरहेको थियो कि के हल्ला थियो होइन अनि मैले चाहिँ उहाँको फिलिङ्सलाई बुझेर लगाएको भनेर भनेको थिएँ आज चाहिँ मैले यो आज चाहिँ इन्गेजमेन्टको माला जस्तो रहेछ अब ओपनिङको दिन दुबोको माला थियो आज अर्को माला रहेछ ठ्याक्कै यस्तै त्यति बेला पनि उहाँको विवाहको कुरा चलिरहेको थियो कि के हल्ला थियो होइन अनि मैले चाहिँ उहाँको फिलिङ्सलाई बुझेर लगाएको भनेर भनेको थिएँ आज चाहिँ मैले यो आज चाहिँ इन्गेजमेन्टको माला जस्तो रहेछ अब त्यो खान त सबैलाई हतार छ पल्जी पल्जीको छिटै इन्गेजमेन्ट भएको सुन्न पाइयोस् भनेर पल्जी के भन्नुहुन्छ हजुर साँच्ची हाम्रो आइसाजीको त लक लाग्यो नि आएर 1 वर्ष पहिला हामी यहाँ आउनुभएको थियो उहाँको चाहिँ सिङ्गल हुनुहुन्थ्यो अहिले मिङ्गल हुनुहुन्थ्यो र रुरल सिजर्समा तपाईँहरू आउनुहुन्छ तपाईँले चाहिँ यहाँको सर्भिस लिनुहुन्छ भने लक पनि लाग्दो रहेछ होइन त्यही भएर अब छिट्टै पल्जीको पनि बिहे होस् हाम्रो यही कामना तपाईँ त्यस्तो हतार छ तपाईँको बिहे खान त सबैलाई हतार छ पल्जी हस् ल थ्याङ्क यू अनि उहाँले चाहिँ पहिलाभन्दा पनि धेरै नयाँ नयाँ एक्स्ट्रा सर्भिसहरू ल्याउनु भएको छ सो नयाँ नयाँ सर्भिसहरू के छ रुरल सिजर्सको हजुरले भन्नुहुन्छ कि कसले भन्छ यहाँ होइन भनिदिनुहोस् यो मिडिया मार्फत र नयाँ नयाँ के थप्नु भएको छ तपाईँले सर्भिसहरू नयाँ नयाँ हजुरको भन्नुभयो भने तपाईँको सबै छ यसमा अलराउन्डर टाइपको तपाईँको जे भने नि हेयर सर्भिस फेसियल मेनिक्योर पेडिक्योर अल मेहन्दीहरू मेकअप धुलाइहरू सब सजाइन्छ यहाँ हजुर नयाँ पहिलाभन्दा नयाँ नयाँ के आएको छ ब्लू गिटार त्यो ब्लु गन आएको छ स्टिमको ब्लु गन स्टेटको केराटिन स्टेटको त्यो नानो प्रक्रियामा हाल्न मिल्ने पल्जीको नि कपाल ड्यामेज भएको छ कि छैन मलाई चाहिँ यस्तो उहाँको क्वेसन आएको थियो रुरल सिजर्स कतिको आउनुहुन्छ भन्नुहुन्छ म चाहिँ भ्यालीमा हुँदा म आउँछु र त्योभन्दा म म्याक्सिमम भ्याली बाहिर आउँछु त्यसको लागि चाहिँ मेरो त्यो भन्दैछु र भ्याली बाहिरको लागि चाहिँ सबैतिर प्रोग्रामहरूमा यतातिर गर्दाखेरि जुरी ठाकुर मेरो चाहिँ हेयर स्टाइलिस्ट हुनुहुन्छ उहाँले मेरो कपाललाई एकदम बलियो बनाइदिनु भएको छ र सिँगार्ने काम हाम्रो काठमाडौँमा हुँदा म यहाँ आउँछु र जुरी ठाकुरलाई यता नजिक आउनु पनि आग्रह गरेँ र जुरीजीको लागि पनि चढेर जानुहुन्छ हजुर जुरी अनि के छ यहाँ रुल सिजर्सको बारेमा थ्याङ्क यू सो मच एकदमै राम्रो छ राम्रो छ जुरी पार्लर भन्दा अलराइट र यसरी मिलेर जानुपर्छ किन उहाँकै पार्लर छ र अर्को पार्लरमा आउँदा उहाँ खुसी हुनुहुन्छ तल्ला हजुरको पार्लर यो मात्र होइन त्यो पनि भयो खुसी छ हुन्छ भने चाहिँ सो उसको कुरा मैले भनिदिएको जस्तो पल्जी जस्तो धेरै हिरोहरू चाहिँ नेपालका कपाल झरेर विग लाउनु पर्ने अवस्था छ कि धेरै लाउनु भएको छ तपाईँको चाहिँ यति राम्रो कपाल छ यो सायद सक्कली नै हो नक्कली होइन होइन यो कसरी यो केही टिप्स दिनुहोस् किनकि यसको लागि जुरीजी तपाईँ भनिदिनुहोस् के गर्नुपर्छ तपाईँले के गर्नुभएको जस्तो भनेर पल्जीले के लाउनुहुन्छ त्यस्तो ओइल मसाज कुन ओइल हो त्यो क्याप्सुल हाल्नुपर्छ ओइल मसाज गर्नुपर्छ उसले चाहिँ हप्तामा एकचोटि मलाई चाहिँ ओइल मसाज गरिदिइरहन्छ अनि त्यसपछि केही अलिकति गाह्रो साह्रो भयो कि म फेरि रुरल सिजर्समा आइहाल्छु होइन उहाँले चाहिँ यहाँ यो भइरहेको छ त्यही हो तपाईँ सबैलाई फेरि पनि धन्यवाद र सन्ताजीलाई र रुरल सिजर्सको सम्पूर्ण टिमलाई बधाई छ भन्न चाहन्छु थ्याङ्क यू ए आदित्य किरण त हुँदै गयो हेलो क्यामेराम्यान सर 3 घण्टाको प्रतीक्षापछि राम्रो मान्छे हो छानो मान्छेको नेम के हो भन्नु सानो यो नानुलाई उता अगाडि राख्दैन न त्यहाँ जाऊ ऊ त अगाडि जाउँछ तिमी कन्याको तर्फबाट म यतै बसौँ क्या हुन्छ चारमा 3-4 जना कन्या हुन्छ
यो फुटेज चाहिँ हतार नगरौँ न ठिक छ 10 मिनट जिरासहरू छुट्छ क्या भनेर 30 यो फुटेज गर्दाखेरि पछि यही खिच्यो हुन्छ नि त्यहाँबाट ए आदित्य यता आऊ न खिच न म खिच्दै आऊ पढ्ने नै गरेको चाहिँ राम्रो छ पढ्ने विशेष गरी न